हाई एभ्रिवान, यहाँहरूलाई स्वागत छ मेरो टेस्टी चुलोमा। आज म एकदमै स्वादिलो पिँडालुको तरकारी बनाएर हजुरहरूलाई देखाउँदैछु। मैले यहाँ उसिनेको 5वटा पिँडालु लिएको छु। सुरुमा यसरी सबै पिँडालुको बोक्रा फाल्ने, त्यस पछाडि सबै पिँडालुलाई यसरी म्यास गर्नुपर्ने हुन्छ। अब कराईमा तेल तताउन राख्दैछु। मैले माथिबाट मेथी, जिरा र प्याज राखेर म एकैछिन चलाउँदैछु। प्याज यतिको भइसके पछाडि माथिबाट अदुवा र लसुनको पेस्ट पनि राखे। यतिको पाकिसके पछाडि माथिबाट राख्दैछु म बेसार, स्वाद अनुसारको नुन पनि राखेँ मैले। अब यसको माथिबाट मिक्सरमा ग्राइन्ड गरेको 2वटा टमाटरलाई राखेँ मैले। यो पिँडालुमा अलिकति धेरै टमाटर राखेको राम्रो हुन्छ। अब टमाटरलाई एकैछिन चलाइसके पछाडि मैले यसको माथि राख्दैछु अघि म्यास गरेको पिँडालु। अब यसलाई सबैतिर मसला लाग्ने गरी चलाइदिने। यतिको चलाइसके पछाडि मैले माथिबाट राख्दैछु पानी। अब यसलाई एकछिन भुक्लु हुने गरी पाक्न दिने। हेर्नुस् त यो रेडी भइसकेको छ। अब यसको माथि हजुरले कागती राखेर पनि खान सक्नुहुन्छ। थ्याङ्क यू सबैजनालाई।